हेलो गाइज, फाइनली अहिले चाहिँ हामी मुस्ताङतिर छौँ। मनाङ मुस्ताङतिर घुम्न आएको। यहाँ देख्नु सक्नुहुन्छ तपाईँहरूले पुरै मरुभूमिमा पर घाम लागिरहेछ, डुब्नु लागेको छ मस्त तरिकाले। गाइज 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 मस्त ठाउँ छ होइन। जाडोले भन्ने जाडो छ पुरा। हावा सरर छ लमजुङे डाँडैमा। म देखाउने छु तपाईँहरूलाई यो के अरे मनाङ मुस्ताङको डाँडाहरू है। यता चाहिँ घरहरू छ त्यो मुनि साइडतिर चाहिँ होइन। अनि टक्क लाएर यता यस्तो छ डाँडा काँडाहरू चाहिँ पुरै पुरै यस्तो अग्लो डाँडाहरू छ होइन। यता साइड माथि लो हामी चाहिँ यता आएको टक्क लाएर घुम्नलाई होइन। फाइनली गाइज अहिले हामी यस्तो ठाउँमा आइपुग्छौँ होइन। टक्क लाएर के हो के अरे यो चाहिँ उता हाम्रो लिम्बू सोल्टिङ यता के छ गाइज यहाँनिर खतरा आउँछ फोटो। समय जानु आँट्यो कि घाम निक्ल्यो डाँडा छ माथि देख्न सक्नुहुन्छ होइन। हामी छौँ यहाँ कति फिट उचाइको हाइटमा छौँ होइन। कति 8,000 कति मिटरको हाइटमा छौँ होइन। यहाँ देख्नुहुन्छ टप्पु चुचुरोमा आइसक्यौँ। यहाँ हिँड्दै अब हामी चढ्नेछौँ यो माथि अग्लो चुचुरोमा। हामी लाग्यो यो माथिको चुचुरोमा। अब चाहिँ यस्तै होइन सगरमाथा चढ्दैछौँ फाइनली। मायालु भइगयो गाइज। यहाँ चाहिँ बबालै रहेछ है ठाउँ चाहिँ यस्तो पुरै। यो मनाङको यो यता के साइडतिर होइन पुरा यहाँ गाउँहरू घरहरू यस्तो छ। तपाईँहरूले देख्नु भएको छैन भने यहाँ र भिजिट पनि गर्नु होला है। तल हल्का बस्ती रहेछ। अनि बस्ती चाहिँ यता साइड रहेछ अलिक धेरै चाहिँ टक्क लाएर